बाध्यताले विदेशमा गुलाम झै बितेको जिन्दगी, गरिबी, बेरोजगारी र अवसरहीनताले धेरैलाई आफ्नै जन्मभूमिबाट टाढा धकेल्छ। विदेशको चम्किलो सहर र उज्यालो भविष्यको सपना मनमा लिएर घरबाट निस्किएका धेरै नेपाली युवाहरूको वास्तविकता भने बिल्कुलै फरक हुन्छ। उनीहरूका लागि विदेश जीवन र कहिलेकाहीँ स्वतन्त्रता होइन, बरु गुलामी झै बन्धनमा बाँधिएको कष्टदायी यात्रा बन्छ। परिवारको अपेक्षा, घरको ऋण र पेटको आगो निभाउन विदेश उड्ने निर्णय त्यति सजिलो हुँदैन, तर त्यही कठिनाइ बोकेर अब उनीहरू अन्जान भूमिमा पुग्छन्। त्यहाँको वास्तविकता निकै कडा हुन्छ। ठुला सपना टुक्रिन्छन्, अधिकारहरू सीमित हुन्छन् र श्रमको मूल्य थोरै पैसामा बेचिन बाध्य हुन्छन्। धेरैले 12-14 घण्टा काम गर्छन्, तलब समयमा नपाउने, अपमान सहने र विश्राम बिना दिनरात पसिना बगाउनु त सामान्य नै जस्तै हुन्छ। कति त पासपोर्ट घोषिन्छन्, बाहिर जान समेत रोक लाग्छ र काम छोड्ने विकल्प नरहँदा उनीहरू आफैले कैदी चाहिँ अनुभूत गर्दछन्। तर त्यही कठिनाइको बीच पनि एक आशा हुन्छ। घरमा बसिरहेको परिवार, फोनको टाढाबाट आएको "हामीलाई तिम्रो भर छ है" भन्ने आवाजले ती विदेशिएका मनहरू फेरि भत्पताउँछन्। अनेक चोट र पीडा सहँदै उनीहरू आफ्नो पसिनाको कमाई गाउँघर पठाउँछन् ताकि परिवारको जीवन केही सहज होस्। यही सङ्घर्षले विदेशमा बितेको जीवनलाई गुलामी झै बनाउँछ। शरीर थाकेको, मन चितिएको, तर जिम्मेवारीले बाँधिएको। तर यही अनुभवले मानिसले कडा बनाउँछ, जीवन र मेहनतको अर्थ सिकाउँछ र आफ्नो भुइँमा फर्केर उभिन सक्ने बल दिन्छ। विदेशको पीडा कहिल्यै पनि शब्दमा पुरा समाउन सकिँदैन, तर एउटा कुरा स्पष्ट छ, हजारौं नेपालीहरूको पसिना र आँसु विदेशमा बगिरहँदा देशले कहिल्यै पनि तिनको योगदान बिर्सिनु हुँदैन। तिनको कथा सङ्घर्षको मात्र छैन, त्यो सम्मान र पहिचानको कथा पनि हो। हस्त, नमस्ते, धन्यवाद, सेवा।